आजको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बागमती प्रदेश सरकार निर्माणमा राप्रपा संसदीय दलको निर्णय बमोजिम सहभागी हुने जुन निर्णय भएको थियो त्यस सम्बन्धमा विस्तृत रूपले छानबिन गरी विगतमा भएका त्रुटि र कमी कमजोरीहरूलाई समेत सच्याउँदै अध्ययन गरेर त्यस सम्बन्धमा के कस्तो किसिमको कमी कमजोरीहरू भयो, कहाँ अनुशासन उल्लङ्घन भयो, विगतमा यस्तै अवस्थामा के कस्तो किसिमको निर्णयहरू गरिएको थियो, यो सबैलाई दृष्टिगत गरी एउटा समिति बनाएर अध्ययन गरौँ र त्यो समितिको प्रतिवेदन अनुसार जे जस्तो किसिमको निर्णय गर्नुपर्छ निर्णय गरौँ भनेर हामीले आग्रह गरेका थियौँ। तर पहिले नै तयारीका साथ केही साथीहरू आउनुभएको रहेछ र उहाँहरूले बागमती प्रदेश संसदीय दलको नेतालाई अनुशासनको कारबाही गर्ने जबरजस्ती निर्णय गर्नुभयो। हामीले पर्याप्त त्यस सम्बन्धमा छलफल हुनुपर्छ, अध्ययन गर्नुपर्दछ र त्यसको साथसाथै पार्टीको विधान, नियम, नीति र पद्धति अनुसार निर्णय गर्नुपर्छ भन्ने हाम्रो विनम्र आग्रह थियो। तर त्यो आग्रहलाई लत्याउँदै जबरजस्ती जुन निर्णय लादिएको छ यसको विपक्षमा म छु र म लगायत कतिपय साथीहरूले यो नोट अफ डिसेन्ट विमति यो निर्णयमा राख्नु भएको कुरा म यहाँहरूलाई भन्न चाहन्छु। सबै कुराको छानबिन गर्नुपर्छ। अब संसदीय दलको बागमती संसदीय दलकोले हामीले बैठक बसेर औपचारिक रूपमा निर्णय गरेका छौँ, बहुमत सदस्यबाट निर्णय गरेका छौँ भनेर उहाँहरूले भन्नुभएको छ। होइन, पार्टी नेतृत्वले दिने कुरा चाहिँ उहाँहरूले के भन्नुभएको छ भने हामी अन्तिम समयसम्म पर्ख्यौँ, कुनै किसिमको निर्देशन आएन। त्यो निर्देशन त पहिलो कङ्ग्रेससँगको चाहिँ गठबन्धन र कङ्ग्रेसलाई विश्वासको मत दिने बारेमा तटस्थ बस्ने भन्ने निर्णय हो। अहिले नेकपा र नेकपा एमालेको बिचमा सरकार बनाउने बारेमा कुनै किसिमको चाहिँ निर्णय केन्द्रबाट नआएको हुनाले हामीले अन्तिम समयसम्म पुर्यौँ र हामीले आफ्नो निर्णय गऱ्यौँ भनेर उहाँहरूले भन्नुभएको छ। मैले बागमती प्रदेश संसदीय दलको नेता वा संसदीय दलले ठिक गर्यो भन्न खोजेको होइन, तर मेरो भनाइ यति मात्र हो कि त्यसको उचित छानबिन हुनुपर्छ, उहाँहरूसँग कुराकानी गर्नुपर्छ, स्पष्टीकरण माग्नुपर्दछ। पार्टीको आफ्नो विधि छ, पद्धति छ, नीति छ, त्यो नीति अनुसार चाहिँ अगाडि बढ्नुपर्छ। पार्टीमा हैकमवाद राखेर जसलाई मन लाग्यो त्यति बेला चाहिँ कारबाही गर्दै गएर अहिले त्यसै त पार्टी सङ्कटमा परेको बेलामा यो पार्टीलाई ध्वस्त बनाउने काममा हामी कुनै हालतमा पनि समर्थन गर्न सक्दैनौँ। म देशभरिका पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीको सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै पार्टीलाई जोगाउनेतर्फ हामी सबै लाग्नुपर्छ। हस्, धन्यवाद।